नमस्ते सबैजनालाई। म फेरि पनि आज पाँचौं दिनको भिडियो लिएर तपाईहरु सामु उपस्थित भएको छु। आज चाहिँ मैले के को बारेमा भन्दाखेरि आज यतिकै अब क्यामेरामा हेरेर त्यस्तै केही टपिकहरु नसोचेर मैले यो टपिकको बारेमा कुरा गर्ने भन्छ फेरि खासै टपिक नै पाउँदैन के, त्यही भएर ठ्याक्कै मनमा टपिक नै आउँदैन, भनेको बेला टपिक नै आउँदैन के। त्यही भएर म चाहिँ क्यामेरामा यत्तिकै र्यान्डमली प्यात्र बोल्ने कोसिस चाहिँ गरिरहेको छु भनौँ न है। म अस्ति भन्दा पनि मेरो के भन्दाखेरि आज चाहिँ नेपाली एक्सेन्ट नेपाली बोल्दाखेरि एउटा अर्कै टोन सुनिन्छ क्या हाम्रो चाहिँ। त्यही भएर यसलाई चाहिँ अलिकति इम्प्रुभ पार्नको निम्ति अलि बेसी बोल्न खोज्दैछु कि म अलि त्यस्तो केही विषयवस्तुको बारेमा भन्दा पनि यत्तिकै नर्मली केही विषयवस्तु पायो भने त्यसकै बारेमा बोल्ने, अनि होइन भने यत्तिकै क्याजुअल कन्भर्सेसन यत्तिकै बोल्ने भनेर चाहिँ म क्यामेरा खोलेर मैले सुट गरिहालेँ। र यो चाहिँ मैले अब चाहिँ म कस्तो भन्दाखेरि क्यामेरामा अलिकति सुरुमा चाहिँ कस्तो हुन्छ भने क्यामेरा खोल्नु भनेको साह्रै गाह्रो काम जस्तो लाग्नु थाल्यो क्या। सुरुमा क्यामेरा खोलेर यहाँ स्ट्यान्डमा यसरी राख्नै गाह्रो लाग्ने के, त्यो खासै गाह्रो काम त होइन, त्यही पनि क्यामेरा खोलेर यसरी स्ट्यान्डमा राख्नै कस्तो अर्कै गाह्रो लाग्ने के। त्यही भएर अब चाहिँ मलाई क्यामेरा खोलेर सुट गरिहाल्नु चाहिँ खासै त्यस्तो अप्ठ्यारो लाग्दैन है। त्यस्तै अब आजको भिडियोसम्म आउँदाखेरि आजको दिनसम्म आउँदाखेरि 5 जति भिडियो हुन्छ। त्यति बेलासम्म पनि मलाई अलिकति क्यामेरासँग अलिकति चाहिँ के भनौँ फेमिलियर, अलिकति इजी टु सुट वाला चाहिँ मलाई फिल आइरहेछ। अहिले चाहिँ मलाई खासै त्यस्तो अप्ठ्यारो गाह्रो लाग्दैन कि त्यो क्यामेरा खोलेर सुट गरिहाल्नु चाहिँ। त्यही भएर अलिकति बानी चाहिँ हुँदो रहेछ, यति चाहिँ मैले अलिकति फिल गरेँ है। अब तपाईँहरू पनि क्यामेरा खोल्नै अप्ठ्यारो लाग्छ, गाह्रो लाग्छ, खोलेर पनि के बोल्ने भन्ने खालको त्यस्तो महसुस फिल हुन्छ भने सुरुमा तपाईँले क्यामेरा खोलिहाल्नुहोस् कि, तपाईँहरू केही नसोचिकन टपिकहरू केही नसोचिकन क्यामेरा खोलिहाल्ने बानी गर्नुहोस्। त्यसपछि चाहिँ तपाईँले क्यामेरा खोलिसकेपछि अटोमेटिक कुरा त यत्तिकै आउँदो रहेछ कि मनमा चाहिँ अब त्यो के होइन। तपाईँ क्यामेरा अस्ति नै मैले भने तपाईँलाई है, क्यामेराको अगाडि चाहिँ धेरैजना मान्छे छ, क्राउड पुरा उभिरहेको छ मेरो अगाडि, म एक्लै स्टेजमा बसेको छु, म पुरा स्टेज पर्फर्मेन्स दिइरहेको छु भन्ने टाइपको सोच्यो भने चाहिँ अलिकति नर्भस चाहिँ यत्तिकै फिल हुन्छ। त्यही भएर एकजना मान्छेसँग मात्र बोलिरहेको छु, त्यसलाई म मेरो मनको कुराहरू सेयर गरिरहेको छु भन्ने टाइपको सोच्यो भने चाहिँ एकदमै तपाईँ अलिकति नेचुरल फिल पनि गर्नु सक्नुहुन्छ आफूमा है। त्यही अनि फेरि अलिकति मनको कुरा भनौँ न, आफ्नो विचारहरू चाहिँ खुलेर बोल्न सक्नुहुन्छ कि। एकजना मान्छेसँग बोलिरहेको छु र क्यामेराको एउटा जुन लेन्स छ नि, त्यो चाहिँ त्यो एकजना मान्छेको त्यही आँखा हो भनेर त्यही आँखामा हेरेर चाहिँ मैले त्यही आँखामा हेरेर चाहिँ मैले बोलिरहेको छु, त्यसकै आँखामा हेरेर बोलिरहेको छु भन्ने टाइपको तपाईँको मनमा सोच्नुभयो भने तपाईँले बोल्दाखेरि पनि अलिकति नर्भसनेस कम हुने, अनि अलिकति कन्फिडेन्ट पनि आउने, अनि तपाईँ अलिकति मजाले बोल्न सक्ने त्यस्तो खालको हुँदो रहेछ। त्यही भएर मैले आज चाहिँ भन्दा पनि मैले हिजो 2-3 दिन भयो मैले क्यामेरा चाहिँ मन नलागे पनि तपाईँले फेरि भिडियो आज भिडियो सुट गर्न मन लागेन, आज गर्दिनँ भन्ने खालको नभएर चाहिँ अलिकति सेल्फ डिसिप्लिनमा रहेर है, मन नलागे पनि क्यामेरा खोलिहालेपछि त अब फेरि त्यसमा केही त बोल्नु पऱ्यो है। त्यही भएर अलिकति क्यामेरा सुट भिडियो बनाउन अल्छी लाग्यो भने चाहिँ यत्तिकै क्यामेरा खोलिहाल्ने, माइक जोइन गरेर बोलिहाल्ने कि। त्यही भएर तपाईँको बोल्ने के भनौँ बोल्ने स्किलहरूलाई पनि अलिकति डेभलप आफै
हुन्छ है। मन नलागेर पनि गर्ने चाहिँ सेल्फ डिसिप्लिन हो भनेर भन्छ क्या। सेल्फ डिसिप्लिन भनेपछि त्यो खासै गर्नु मन लाग्यो भने मात्र गर्ने, त्यसलाई चाहिँ डिसिप्लिन भन्दैन अरे। त्यति चाहिँ मैले बुझेको है। डिसिप्लिन, सेल्फ डिसिप्लिन भनेपछि चाहिँ अब गर्नु मन नलागे पनि कन्सिस्टेन्सी लगातार चाहिँ गर्नुपर्ने, तर गर्नु मन लाग्नै पर्ने त्यस्तो चाहिँ हुँदैन। डिसिप्लिनमा बसिसकेपछि अब गर्नु मन नलागे पनि गरिदिने, अब त्यसलाई कन्सिस्टेन्सी चाहिँ हुनुपर्ने, त्यो चाहिँ मेरो विचार चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ है। त्यही भएर मैले चाहिँ अब भिडियो सुट गर्न मन लाग्यो, दिनभरि क्लासहरू लाग्यो, थाकै लाग्यो, बेलुका सुट गर्दिनँ अल्छी लाग्यो भन्ने नभएर मैले चाहिँ थाकै लागेको बावजुद पनि क्यामेरालाई खोलिहाल्ने। अगाडि क्यामेरा तिर्साइहालेपछि त फेरि यत्तिकै पनि केही न केही त बोल्नुपर्ने रहेछ। त्यही पनि मैले अब तपाईँहरूले अब देखिसक्नुभयो होला मेरो अब इम्प्रुभमेन्ट कति हुँदैछ भन्ने कुरा। मैले अब अस्तिभन्दा नि अलिकति खुलेर बोलिरहेको छु जस्तो मलाई चाहिँ फिल हुन्छ है। अब तपाईँहरूले हेर्ने मान्छेहरूले कसरी अब कस्तो देख्नुहुन्छ मेरो सुरु फर्स्टको भिडियो र अहिलेको भिडियोलाई अलिकति कम्पेयर गरेर हेर्नुहोस् न तपाईँहरूले कतिको इम्प्रुभमेन्ट्स भएको रहेछ। 5वटा भिडियो सुट गर्दा पनि यतिको इम्प्रुभमेन्ट्स आउँछ भने तपाईँले सोच्नु। अब अझै मेरो 25वटा भिडियो बाँकी छ, 30वटा भिडियो च्यालेन्ज लिएको छु मैले। अझै मैले मेरो 25वटा भिडियो सुट गर्दाखेरि मेरो कन्फिडेन्स कति बढेर जान्छ होला तपाईँ यस्तो विचार गर्नुहोस्। तपाईँले च्यालेन्ज नलिएको मात्र हो क्या। यदि तपाईँले च्यालेन्ज केही कुरा गर्छु भनेर आँटिसकेपछि चाहिँ अब त्यो जस्ट अलिकति डिसिप्लिनमा बसेर बनाइहाल्यो भने चाहिँ, गरिहाल्यो भने चाहिँ तपाईँले अब गर्नु नसक्ने काम चाहिँ खासै केही छैन जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर अहिले चाहिँ मेरो अब बोल्ने शैलीहरू तपाईँले हेर्न सक्नुहुन्छ कतिको इम्प्रुभमेन्ट्स भएछ भनेर। मेरो यो एक्सेन्ट नेपाली टोनलाई पनि मैले अलिकति सुधार गर्नुपर्ने छ। त्यही भएर मैले अब जतिसक्दो बेसी बोलेर, छोटो भिडियो भए पनि अलिकति बेसी बोलेर चाहिँ मैले भिडियोलाई एन्डिङ त्यसरी चाहिँ बनाउने कोसिस गरिरहेको छु। अब आजलाई चाहिँ मैले यति नै राख्छु। फेरि आजलाई मैले यति नै राखेर भोलि फेरि अर्को भिडियोमा तपाईँहरूसँग फेरि भेट्नेछु। त्यति बेलासम्मको लागि चाहिँ गुड नाइट, बाई बाई, सी यू टुमारो।